ल दाजु माछा अलि राम्रो मिठो बनाउनु है आज त मुलाले भनिरहनु पर्छ म बनाइहाल्छु नि अनि माछा त अनि तेरिका तेल खरिसकेछ ल त छटै पोल्ला माछा त अहिले टेस्ट हुन्छ के भिटामिन पनि हुन्छ जहिले माछा बनाउन आउँछ आउँदैन मलाई आउँदैन खाना मात्रै आउँछ ए खाना त फेरि धेरै खान्छ भन् न तेरिका बनाउनु पनि जान्नुपर्छ के माछा ल सिक्नुपर्छ ल यसरी है काटिन्छ यो माछा है त्यसलाई यसो गरेर हल्लाउने पहिला काटिनु नदिनु माछा पकाएको गति कसरी पकाएको यो ढेँडो हो कि माछा हो तेरा बाजे यो हो चलाएन पनि टाँकिन्छ के कुरो बुझ्यो त्यही भएर त्यसलाई यसरी हल्लाएपछि त्यो टाँकिँदैन होइन अनि नटाँकिएपछि एकै ठाउँ यत्रो झिक्का जम्छ के पाक्यो त यो कहाँ पाक्छ अहिले लाग्छ आधी घन्टा जति खै यो माछा पकाएको कि ढेँडो पकाएको ढेँडो जस्तो लागिरहेको छ मलाई त तेरो आँखा फुटेछ यहाँ के गरे यहाँ यसरी पकाएन भने टाँकिन्छ खोइ त सबै उ भइसक्यो त नि गिलो भयो जस्तो छ हुँदैन यो गिलो ल अरे भयो हेर मैले छुट्टिएर देखाउँछु कसरी गिलो भयो है त्यसका बादे मैले त पत्याएन तैँले पत्याउनु पर्छ पकाउने मैले जाने छ नि अनि ठुक्क यसको गति कति नै पकाउन जान्ने जस्तो गर्छ होइन होइन छिटो खाएर केटालाई बोलाएर अनि रमाइलो मिलाएर जानुपर्छ पकाउँछु ल अब छिटो खाएर जानुपर्छ अघि चाहिँ रिस उठाउने रिस त उठिहाल्छ नि अनि होइन तिमीहरू भात खान आएको हो कि गफर्न आएको हो अब लाज माने भात खान आएको गफर्न आएको नबोलाइ लाजले भुतुक्कै एलिना केमा पानी खान आएको केमा आएको हो एलिसा के खान आएको अनि तिमी पनि पार्टीमा आएको अनि दिदीले चाहिँ के खानु भएको त भाउजूले भाउजू सुर्खेत हुन लागेको अलि आधा छ भर्यौ न भाडा त भए पनि हामी के दिनु छैन बुहारी तिमी किन टोलाएर बस है गर्दैछ टोलाएर नबस है घरमै के खाएको त खै त सोना खाएको देख्दिनँ त है म त खाएको सोना खाएको हो सोना होइन रहेछ बदम रहेछ धेरै बोले राखौ राखौ आउनु हामी चाहिँ बिहामा आएको बिहा खाँदै अहिले नमस्ते नमस्ते गरे नमस्ते गरे के नमस्ते भन्छ नमस्ते भनौँ सुन्नु पर्यो नि त सुन्नु पर्यो ढोक गरे ढोक दिया राम्रोसँग खानु ढालिनु हामी त ढालिसक्यो ल अब यताको केटी पानी ढालिनु बाँकी होला यता हेर
केटीपाटी ढाडी कि ढाडी लागि न हो भने खाइसक्यो अब के खाने अब यो हाम्रो सबै सन्तानै यस्तो सबै मेरो सन्तान यतातिर खिच्नु कि आइसलाई अनि किन ढिलो त साइलो होइन परिस्थिति त्यस्तै हो अब मुखियाको हालमा अलि ढिलै हुन्छ मुखिया गालमा अलि ताना बाना मिलाउनु पर्यो पुरानो परम्परा शैली त्यस्तै छ हाम्रो अलि ढिलै हुन्छ आउँछ मङ्गलबार ल ल ल अनि किन अहिलेसम्म केही नखाएको होइन अब स्न्याकको चाहिँ अब सिजन सकिएछ क्या हो हामी आइपुग्दा अब एकैचोटि अब एकैचोटि अब लन्च ल ल ल खानु ल मिठोसँग खानु है ल ओके बाई जुनो ओइ जुनो खै त खाएको झर्ले ढोकिया भन्नु ढोकिया हो दिदीलाई पुगिसके सबै पुगेको अलिक पुगेको ल्याउनु छोड्यो लाग्ने के हो अलिक लाग्नु खानु खानु मिठो मिठो गर्दै खानु होला हामी एकछिनमा खाना खान्छौँ अब हामी खाना खानु लागेको छ अब खाना खान्छौँ खाना खाएको के भन्ने देखाउने छु अनि तिमी किन ढिलो त सोल्छिनी घरमा काम भएर हो अब भरे धेरै टाइमसम्म बस्नु अनि रमाइलो गरेर है अनि खाना खै त अब बियर खानुपर्छ बियर खाने बियर खै त बियर अब ल्याउनु पर्यो अब ल्याइदिनुहुन्छ ल्याइदिनुहुन्छ अब खाना चाहिँ होला नि के को बियर हो कम बियर खाने हो आज त जाने हो ल ल ल ल मिठोसँग खानु है उता सिधा चाहिँ नटिनु बाङ्गो बाङ्गो टेक्नु ल ल ल ल ल भाउजू खाना खाए हौ खाना खाए भाउजू मैजू खाना खाए अब हामी खाना खानु सुरु है त मैजू भाउजूलाई खाना सोद्धाखेरि नखाने रे खाने भने खै तिमीलाई खाना धेरै भएको हो कि हामी बखरा अब हामी सबैजना खाना खाँदैछौँ जिन्दु दिदी भर्खर आउनु भएको छ दिदी खाना खै खाना खै हौ खाना खै ल आउनु भर्खर आएको ल खाना खाऊ खाना अब यो मङ्गलबार आउँछ है युट्युबमा हाम्रो नानीको छोरा भदैनीहरू भाइ र ल खाना खाएको मजाले ढुम्स्यौ
आइयो ल खाना खानेको लाइन यति छ ल अनि खै त खाना खाना खै खाना लै ल ल ल ल जाऊ 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 आइसकेको मायालुलाई सम्झिन्छु दिनको रात मर्स्याङ्दिस ल होइन कहाँबाट उत्पत्ति भएको अनि के हो त लाटोले जस्तो ट्याङ्के ब्याक अरू गीत छैन गीत त थियो नि तपाईँको सम्झना आएर त्यही गाइरहेको कतै पर्छ ध्याङ्ग्रो बजाउनु पर्ला अनि मेरो सम्झना आउनु पर्ने कारण चाहिँ यति लामो छ लामो भन्नाले यहाँदेखि लिएर यहाँसम्म पुग्यो के भयो के ल्याउनु छ वाक गर्दैछु साँच्चै देखेँ होला कहाँ हो एउटा पछाडि मेरो त त्यसको सेम भनेर झनै लाग्छ दिलाको मलाई काममै खायो एउटा भन्नाले त्यसो भने तपाईको बुझिदैन भनेर सोधेको मलाई दिदी त्यति लाग्यो अनि के सोचिरहनु भएको गिरा भने सुन्दैन तिरा सुन झगडा के भयो सुन आएन हो र आइ हाल्नु पर्छ के जान्नु आइन आइन आउँछु त्यसैले चिन्ता होइन सचा जमन जाइन आगा गरे पासन नमरो त्यसैलाई चाडौडा भुलमाला सबै मलाई खतरा गाउँछ है गाउँछ राम्रो छ है म साँच्ची भने जिसेर बोलेदैन यो त क्यामे खानु पर्छ नि ए औषध नखाएर होला हिजो मलाई देखेको भनेको मलाई शङ्कै लाग्यो भाइ फ्रेससँगले हेर्नु त त्यो चाहिँ भन्नु पर्यो क्या पहिला मैले भेटेको छैन को भनेर के थाहा भने अरूलाई नभन्नु मलाई मात्रै भन्नु क्या बरु खुसीको भन्नु क्या कसैले नि सुन्दैन म भन्दिनँ क्या कसैलाई त्यो म हुँदै होइन हो नपत्याएको हेर नढाक्नु क्या ढाक्ने त चलनै छैन हो के म होइन होइन कि कस्तो नपत्याइ भयो भने आफ्नो साथी भनेर साथी हो कि साथीलाई अगाडिबाट ढ्याक्कै देखेर चिन्ने भन्ने छैन नि कि आफ्नो त साथी भने त यस्तो हुन्छ कि जति अनुहार लुगाएर यस्तो गरेर हिँड्ने पनि कि टाउको भएर कपाल भएर हुन्छ कि कुम भएर हुन्छ कि के भएर हुन्छ चिन्छ नै क्या जति ढाँटे पनि जति छले पनि चिन्छ क्या मैले देखिरहेको छ त बैगानी नै हो कि क्या हो दिदी दिदी याद आयो सीमा झेर्ने पर्दा पनि ल जाऊ त दिदी बहिनीको गफ गरे बेलामा अर्को कता पुगेको थियो अनि त्यो दिदी ल हावाले नि जात्रै गरेको साह्रै डिस्टर्ब गर्नु थालेको छ यो हौ सबै छेकेर दिदी दिदी नभए पनि
मैले एउटा कुरा बिर्सिन्छ क्या के बिर्से अब म है अँ, यसको जामा बनाएर हुन्छ नि भइहाल्छ नि दुइटैलाई पुग्छ ए ल म यता गएर काट्छु है ल ल ल मान्छे त साह्रै रौसी हो कति राम्रो बुट्टे मैले किनेर ल्याएको यस्तो गरेर लाउने यस्तो गरेर लाउने है छावानी कति गरौँलाने नमोडी त्यो जाति होइन मैले देखाएको मात्रै ए फेरि आफै लाएर नाच्ने यसो आउनु यहाँ बनाउनु पऱ्यो नि त जामा खतरा जामा बनाउनु सिक्नु ल तन ल ल ल यस्तो नसुनेको कि धेरै वर्ष भयो जामा नलाग्यो आज लगाइदिएको अब यहाँ जामा त बनाउनै पर्यो पऱ्यो पऱ्यो आउनै पर्यो होइन सानो बेलाको है अँ, ल जामा खतरा छ त तरिका त तरिका खतरा छ नि ल सामान है यहाँ ल यहाँ पनि सामान तल पनि यहाँ अब यो हलो काटी मुङ्रो मुङ्रो काटी झुम्रो त हो नि है ए सँगै ला झन् राम्रो बनाइन्छ भन्दैछु सँगै लाग्नु लाग्यो आइडिया होला त यो म नि सोध्दा सोध्दै बियोस हुनु भइसक्यो सोध्नु पर्छ ओहो नभयो कि खतरा रहेछ त आइडिया त ल ल आइडिया खतरा हुँदैन अँ, खतरा हुने मान्छे त खतरा हो नि झन नहुने गरेर माया गरेर यहाँ 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 पनि उम्, ल यो जामाको नाम के भन्छ थाहा छ पाटे अँ, पाटे जामा लाएर मलाई त हो कि जस्तो लाग्ला होइन हौ, राम्रो बनाइन्छ म क्या अँ? कस्तो मेरो टिकटक हेरेको छैन हेरे नि रेड पञ्चदेवी मगर भनेर हेरेर देखाएको छैन छ नि ल, यस्तै यस्तै लाउँछु नि म है? लाउनु त लाग्छ नि आजै होला लाउने चाहिँ आज त म लाउँछु को लाउँछ अहिले देखियो हो? राम्रो बनाउँछ नि नपत्याउने पाराले बनाउँछु त्यही ठाउँमा आइपुग्यो अब एकचोटि ल मेरो है अँ अरे हजुर चिरिप काटे हात अहिले त साँच्चीकै यसले पनि भाउ खोजिया रहेछ कि अब काट्नु पो थाल्यो त सर्ला ठाउँमै आयो क्या हो आयो 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 अब के हुने भयो जामा त ओहो मैले अघि गरेँ सँग कहिले लगाइदिन्छु म ल ल अलि दा कस्तो राम्रो देख्थ्यो त है त्यतै हो अनि अस्ति नै बनाएर लगाइदिनु पर्दैन थियो यस्तो राम्रो त्यही त अब भर्खर यो भर्खर के है नयाँ पनि लाग्छ नयाँ रहेछ नि नमारे माइ मारे ल के आयो खतरा नि है
खतरा मात्रै हो र डेन्जर पनि हो है यता घुमाउनु उता घुमाउनु आउँछ भयो आयो यो त डिजाइन हो के डिजाइन ए यस्तो गरे पुग्छ पुग्दैन माथि अलिक पुग्दैन रहेछ ल हो भयो भयो अब पुग्यो ल यहाँसम्म कस्तो झुम्कै झुम्कै भएको भयो है म सधैँ लुगा किनेर दिन्छु यस्तै डिजाइन बनाउनु है ल ल खतरा भाइ म कति राम्रो भयो है ल म बिदाइदिन्छु ल अनि के गर्ने अब क्या डेन्जर देख्यौ कति मन पर्यो है मलाई लाली म त गुडिया जस्तै देखेँ है गुडिया भन्दा पनि गुडिया नि है ल ल गीत गीत बस्नु नि यहाँ म खोज्दैछु यस्तो डेन्जर ड्रामा त मैले जिन्दगीमा पहिलोचोटि लगाएको हो नि त आहा म त धेरै राम्रीको भएछु त है म गीताइदिन्छु है ल मेरो माया छाता बिगाती भरवारी नमोरी तेल राती आहा भयो भाषण कस्तो राम्रो सार्छ क्या दिँदैछ नि साह्रै राम्रो दियो रहेछन् दिदी ल ल अन्त अझ यो तर ठिक यस्तो त राम्रो हुँदो रहेछ त अलि यस्तो घुम्ने गीत गाउनु न यसरी घुम्दा राम्रो कस्तो कस्तो गीत हो ढिलो कि छिटो छिटो यो घुम्नु पर्यो नि त छिटो के गीत हो खोइ के गर्दा हुन् उता पठाउनु उता हाम्रो दिदीले त कति राम्रो बनाइदिएको है बेसी बेलगारी सरारा खोइ ताली बजा सरारा मायारुको छेलपारी कस्तो राम्रो देखिन्छ म भोलि अर्को लुगा किनेर ल्याउँछु यस्तै बनाइदिनु हो यही नै हुन्छ है मलाई कति खतरा कि धेरै राम्रो लाग्यो हेर हेर्नु न यहाँ अनि यति राम्रो भएर त दर्शकले हेरिदिनु पर्यो कि बाउले नि जस्तो छौ बाउले भनेर कमेन्ट हानिदिनु पर्यो बाउले नि भन्यो नि होइन भन्नु न त्यसो त मैले पो भने त ए अनि 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 त्यहाँबाट सब्सक्राइब गर्नु पर्यो क्लिक गर्नु पर्यो होइन र पो बनाएको त त्यसै बनाउँछु म चाहिँ हो नि कस्तो देखिनु छ मलाई त खालि हेरिरहँ जस्तो लाग्यो हेरिरहने हेरिरहने है घुमेर देखाइदिनु अहै पनि गर्नु ट्याङ्की मट्याङ झट भने त दिदी सम्मै झरे त धुलो त चट्की झट राम्रो देख्यो है दिदी अझै मुख छोप्नु त कस्तो हुँदो रहेछ यसो गर्नु त झन् राम्री है कस्तो देख्यो के देखेँ के देख्यो राम्रै देख्यो भने है बस्यो माया मौरीको चिल्लत ऐसेलुको पात हे माया लडिन्छ सब मेरो हात भयो
ल ल होइन यो दिदीले त आइडिया चाहिँ ल्याउने नै हो यस्तो आइडिया ल्याउने नेपालमा मान्छे सबैजना भइदिएदेखि देशमा कसैलाई दुःख हुँदैन कसैलाई हुँदैन गरेर गरेर यसो गरिदिनु भन्नु यसो गरेर यसो मात्रै हो र फेरि यसो पनि लेखिदिनु होला क्या कस्तो भएको छ